हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल कस्मेटिक नेपाल। तपाई सामु आज हामीले एउटा भिडियो लिएर आइसकेको छौं। त्यो हो धेरै नै है यो अत्याधिक मात्रामा स्पेशली यो जाडोको बेलामा अत्याधिक मात्रामा युज हुने मोइस्चराइजर। यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ तपाई सामु यो दुईवटा आइटमहरु लिएर आइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ हाम्रो माग पनि है यो आइटमको धेरै नै हुन्छ र आज स्पेशली हामी यसको बारेमा के कुरा गर्नेछौं भन्दा फेरि यसको विशेषताको बारेमा कुरा गर्नेछौं। यो है मोइस्चराइजर स्पेशली बनेको चाहिँ है बेबीहरुको लागि हो है। मोइस्चराइजर बेबीहरुका लागि भए तापनि यो वयस्कहरुले पनि युज गर्न मिल्छ है। अनि यसको बारेमा अहिले चाहिँ त्यही चाहिँ भइरहेको छ। जोनसनको मोइस्चराइजर धेरैले अहिले बेबीलाई भन्दा पनि है ठूलाले नै युज गर्नु भएको छ। अनि यसको बारेमा अलि बढी कुरा गर्नु पर्दा फेरि है विशेषताको बारेमा आज बढी नै कुरा गर्नेछौं। यदि तपाईहरु मेरो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनु होला। अब चाहिँ हामी ढिलो नगर्दै आजको टपिक तर्फ लागौं है। यहाँ देख्न सक्नुहुन्छ आज हामी कुरा गरिरहेका छौं जोनसन मोइस्चराइजरको बारेमा है। यहाँ हामीसँग दुईवटा आइटमहरु छ। एउटा चाहिँ यो सानोमाको यहाँ देख्न सक्नुहुन्छ अनि अर्को चाहिँ यो ठूलोमाको है। यहाँ देख्न सक्नुहुन्छ आज चाहिँ यो हामीले है कति बढी बिक्ने भएको कारणले अथवा यसको विशेषताहरु के हुन्छन् त है तपाईहरुलाई जान्ने इच्छा प्रयुक्त गरिन्छ। तर यसको विशेषताहरु के हुन्छ भन्ने थाहा नभएको कारणले म आज बताउँदै छु। स्पेशली है पहिलो नम्बरमा कुरा गर्नु पर्दा फेरि यसको विशेषता भनेको 24 आवर है मोइस्चराइजेसन अथवा हाइड्रेसन है। यसले चाहिँ तपाईको छालालाई है हाइड्रेसन दिइराख्छ, जसको मतलब हुन्छ यसले छालालाई लामो समयसम्म ओसिलो राख्न मद्दत गर्छ है। ओसिलो राख्न मद्दत गर्छ 24 घण्टासम्म। लामो समयदेखि भन्दा फेरि अब यसैमा मेन्सनै गरेको छ 24 आवर है। 24 आवर भनेको एक दिनसम्म तपाईको छालालाई केही है ओसिलो राख्ने काम गर्दछ। अनि अर्को पोइन्टमा कुरा गर्नु पर्दा फेरि छालाको सुक्खापन हटाउँछ है। यसले चाहिँ छालाको सुक्खापन हटाउँछ है। छालाको सुक्खापन भन्नाले कस्तो भन्नुहुन्छ भने कम्बाइन्ड ड्राइनेस भन्छ। यस्तो छालाको है कसाब पत्र हुनु र निस्लोपन जस्ता सुक्खापनका लक्षणहरु कम गर्न मद्दत गर्छ है। तपाईको फेसमा भएको है अब जस्तै केही लगाइयो भने अनि भित्र सेतो दागहरु अथवा केही निस्किने टाइपको हुन्छ यो जाडोमा, त्यस्तोको लागि चाहिँ धेरै नै राम्रो हुन्छ है। अनि अर्को पोइन्टमा कुरा गर्नु पर्दा फेरि कोमल र चिल्लो छाला है। स्पेशली मोइस्चराइजरको काम भनेको कोमल र चिल्लो छाला हुनको लागि नै हुन्छ। कोमल र यहाँ देख्न सक्नुहुन्छ कोमल र चिल्लो छाला। कोमल र चिल्लो छालाको लागि चाहिँ धेरै नै राम्रो युज हुन्छ। यहाँ देख्न सक्नुहुन्छ सफ्ट एन्ड स्मुथ स्किन है। यसमा प्राय सिया बटर जस्ता सामग्रीहरु प्रयोग गरिएको हुन्छ, जसले छालालाई रेशमी जस्तै नरम बनाउन र प्राकृतिक कोमलता कायम गर्न मद्दत गर्छ है। सिया बटरको युज जसले गर्दा फेरि तपाईको छालालाई सफ्ट एन्ड स्मुथको लागि धेरै नै हेल्प गर्छ। यसमा एउटा है बेसिक प्रिन्सिपल छ जसमा चाहिँ तपाईको छालाहरु फास्ट एब्जर्बिङ फर्मुलाको लागि है धेरै नै राम्रो चिनिएको हुन्छ, जसको कारणले तपाईले लगाउँदै बित्तिकै है स्किनमा लगाउँदै बित्तिकै यो तपाईको छालामा छिटो भन्दा छिटो एब्जर्ब हुनको लागि धेरै नै है राम्रो रोल खेलेको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ जोनसनको 24 आवर मोइस्चराइज सनस्क्रिन है। सनस्क्रिन बनायो सरी मिस्टेक मोइस्चराइजर है। यो मोइस्चराइजर डर्माटोलोजिस्टबाट टेस्टेड हो। डर्माटोलोजिस्ट भन्दा फेरि छालाको स्किनको है विशेषज्ञ है। यहाँ देख्न सक्नुहुन्छ छालाको विशेषज्ञबाट यो टेस्टेड वाला मोइस्चराइजर क्रिम हो। अनि यसले चाहिँ तपाईको छालामा भएको इचेस है जलन हुने समस्याहरूलाई पनि धेरै नै नरम गराउने अथवा सञ्चय गराउने काम गर्दछ। यसको बारेमा है कसरी प्रयोग गर्ने त भन्नु पर्दा फेरि यो चाहिँ तपाईले बिहान साँझ युज गर्न सक्नुहुन्छ। हुन त यो एक फेर लगाइसकेपछि तपाईले 24 आवरसम्म है लगाउनु पर्ने छैन भनेर लेखिसकेको छ। यदि तपाईलाई लगाउनु मन छ भने चाहिँ तपाईले बिहान साँझ है दुई टाइम युज गर्न सक्नुहुन्छ। अनि यो चाहिँ कस्तो स्किनले युज नगर्ने त है। स्पेशली यो दुई टाइमको लागि त भनिसके है। दुई टाइम अथवा एक टाइम मात्र युज गर्दा नि हुन्छ। 24 आवर मोइस्चराइजिङ वाला क्रिम हो। अनि यो चाहिँ स्पेशली तपाईको यदि ओइली स्किन छ अनि त्यसपछि है पिम्पल्सहरु आउँछ भने चाहिँ अनि एक्नेसहरु त्यस्तो आउने है स्किन छ भने चाहिँ त्यस्तो स्किनले चाहिँ युज नगर्नु होला।
यो त्यो स्किनलाई चाहिँ है अलि भारी पर्न सक्छ। अलिक कम मात्रामा युज गर्नु होला, किनभने यो जाडोमा चाहिँ सबैको स्किनहरू ड्राई नै हुन्छ। यदि तपाईहरुलाई पनि यस्तो युज गर्नु छ भने चाहिँ है त्यस्तो स्किन छ भने तपाईले हल्का मात्रामा युज गर्नु होला। यदि त्यसले नेगेटिभ रिजल्ट देखायो भने युज नगर्नु होला। ओके एभ्रीवन, आजको लागि भिडियो यति नै। यदि तपाईहरु मेरो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। यस्तै नै कस्मेटिक रिलेटेड भिडियोहरु म लिएर आइरहने छु। यदि तपाईहरु मेरो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब चाहिँ हामी अर्को भिडियोमा छिटै नै भेट्नेछौं। बाइ बाइ।